कसले भन्यो यो तपाईलाई कसले भन्यो यो त्यो कुर्सी यस्तो कुर्सी हो जहाँ तपाईलाई गल्ती गर्ने छुट छैन त्यो कुर्सीमा बस्नै हुँदैन सेनाले किन भयो कस्तो भयो भन्ने कुरा होइन के भनेको छ सेनाले थाहा छ मान्छेले रोक्यो भनेको अब यहाँ के हुन्छ के हुँदैन भन्ने कुरा चाहिँ यहाँ जसले परिवर्तन ल्याउँछ त्यो विदेशी शक्ति बाहेक अर्कोले ल्याउन सक्दैन नेपालीहरू खाली एउटा मोहरा मात्रै हो जोसुकै मङ्सिर 27 गते अहिलेसम्म इतिहासमा नभएको भिड जम्मा गरेर आमसभा गर्छु भनेर भनिसक्यो अब यस्ता फकटिया कुरा गरेर यो सबै यो फेसबुक र यो सोशल मिडियामा राजनीति गरेर हुँदैन फेरि सबैलाई चलाउने अर्कै छ क्या को छ त अर्कै मैले भनिहालेँ शेरबहादुर आउनु नि आउँदैन ल लेखेर एक दिन यस्तो नआओस् कि भोटर भन्दा बेसी पार्टी होस् ओलीले त हामीलाई त झन् थिच्ने भयो नि त त्यो डर चाहिँ सबैमा पसेको छ अस्थिरता भयो भने अमेरिका यहाँ आएर बस्छ त्यो कुरा क्लियर कट छ तपाईहरुले यो सुशीलालाई मोदीले शुभकामना दिँदा बधाई दिँदाखेरि जुन फोन गरे त्यसमा के भनेको छ नेपालको शान्ति स्थिरता र समृद्धिको लागि हाम्रो अटल समर्थन छ अटल शब्द राखेको छ भनेको मतलब यो तीनटा चीज नेपालमा कुनै हालतमा हुनुपर्छ त्यसको लागि हामी जुनसुकै कदम उठाउन चाल्न तयार छौं भनेको हो नि त त्यो त्यसको 1.5 घण्टा पछि चाइनिज एम्बेसडर आएर त्यही शुभकामना दिएको छ त्यसको फेरि चाइनिज गएको 1.5-2 घण्टा पछि अमेरिकन एम्बेसडर त्यो तपाईलाई मैले दिकिदिन इन्टरभ्यु त्यसमा उसको आएको चाहिँ कुरा आएको छैन कुरा यही बुझ्नुस् न दुईटा देश प्रमुखका राष्ट्र प्रमुखहरूको सरकार प्रमुखहरूको कुरा चाहिँ नेपाल सरकार पनि भन्छ हैन उनीहरुको सरकार पनि भन्छ अमेरिकनको चाहिँ आएर चाहिँ प्रधानमन्त्रीलाई भेटेको न प्रधानमन्त्रीको सचिवालय भन्छ न अमेरिकन एम्बेसीले भन्छ त खेल त यहाँ रहेछ भन्ने कुरा त अब त खुल्यो अब त अमेरिकाले पनि बुझिसक्यो कि मेरो पोल खुलिसकेको छ अब अहिले त्यो कसको आडले यहाँ नेपालमा चाहिँ यिनीहरूले जमाएको छ भनेदेखि विपक्षी दलको आज 4 तारिख हो पर्सि पहिलो फेजको भोटिङ हुन्छ 6 तारिख त्यसपछिको 5 दिन 11 तारिखमा त्यहाँ दोस्रो फेजको हुन्छ सिद्धिन्छ त्यसपछि यो एनडी सरकार एनडी गठबन्धन भनौं न राहुल गान्धीहरु बढारिए भने यो शक्ति कम हुन्छ अनि यो परिवर्तन आउँछ बढारिएन भने अमेरिकनहरुले कब्जा गर्छ त्यो भन्दा अर्को तेस्रो उपाय छैन नेपालीको हातबाट अब गयो त्यसो भए अहिले एनजी आन्दोलन पछाडी वैकल्पिक शक्तिहरुले वैकल्पिक पार्टी खोल्ने होडबाजी नै चलेछ यो आन्दोलन नै होइन भनेर त भनिसके त अब तपाई पार्टी प्रश्न गरिहाल्नु पार्टी खोल्ने होडबाजी चलिरहेछ त्यसै क्रममा हर्क साम्पाङले पनि एउटा श्रम संस्कृति भन्ने पार्टी खोले उनले त देशलाई अप्ठ्यारो परे बेला म प्रधानमन्त्री बन्छु यो देशको नेतृत्व गर्छु भनेर धरानदेखि यहाँसम्म आएर पनि उनले बारम्बार त्यो कसरत पनि गरे त्यो सफल नभए पनि यता पार्टी खोले अहिले पार्टीले निर्वाचन आयोगले उनलाई आधिकारिकता पनि दियो अब हर्क साम्पाङले भनेका छन् यो देशको माटो सुहाउँदो श्रम एउटा भौतिक श्रम र मानसिक श्रमलाई जोडेर चाहिँ यो देश निर्माणमा हामीले अगाडि बढ्नुपर्ने छ त्यसैको लागि म सामाजिक सञ्जाल लगायत विभिन्न प्लेटफर्ममा बोलिराख्नु हुने बौद्धिक व्यक्तिहरुसँग चाहिँ श्रम संस्कृति र हाम्रो अभियान बारेको हजुरहरुको धारणा चाहिँ के छ मैले बुझ्न पाए हुन्थ्यो भन्ने अपेक्षा राखेका छन् के छ हर्क साम्पाङलाई तपाईको सल्लाह सुझाव म कसैलाई सल्लाह किन दिन्न भन्नुहुन्छ भने एक दिन यस्तो नआओस् कि भोटर भन्दा बेसी पार्टी होस् अब पोहोर सालको 79 को चुनावमा 1,19,00,000ले भोट दिए क्या रे हो कि होइन 20 लाख 19 लाखको हाराहारी आजको पेपरमा 125 वटा पार्टी भइसकेछ हेर्नुस् पंकज भाइ त्यो हिसाब हेर्ने हो भने
1 लाखको एभरेज पनि पर्दैन है। त्यस्तो 1 लाखलाई तपाईँले 165 वटा चुनाव क्षेत्रमा बाँडिदिनु भयो भने अघि तपाईँको 1000 पनि भोट पर्दैन एउटा पार्टीलाई। अनि भोटरै छैन, तपाईँ पार्टी खोलेर के गर्नुहुन्छ? त्यो भोट चाहिँ कसले दिन्छ यिनीहरूलाई? त्यो चाहिँ बुझ्नु नि। अब त यस चुनाव भनेको रेफरेन्डम भन्दा मैले त जन्मभन्दा अर्को चिज देखेकै छैन। किनभने यो अस्तिको आन्दोलनलाई आन्दोलनै मानेको छैन, न यो मन्त्रीमण्डलले मानेको छ, न पार्टीहरूले मानेको छ। अब त 27 गते त अहिलेसम्म नेपालको इतिहासमा मङ्सिर 27 गते अहिलेसम्म इतिहासमा नभएको भिड जम्मा गरेर आमसभा गर्छु भनेर भनिसक्यो होइन एमालेले होइन। त्यस बेला त प्रधानमन्त्री हुँदाखेरि ओलीजीले कार्यकर्ता 1 लाख कार्यकर्ता दरबार मागमा बोलाउँदाखेरि कति हजार थियो तपाईँहरूले त कभर गरेकै हो। उसमा प्रदर्शनी मार्गमा बोलाउँदाखेरि कति 1 लाख आउँछ भनेर महेश बस्नेतले हुङ्कार दिएको हो कि होइन, कति हजार आए। अब यस्ता फकटिया कुरा गरेर यो सबै यो फेसबुक र यो सोसल मिडियामा राजनीति गरेर हुँदैन, फिल्डमा दिन सक्नु पर्यो। त्यसको एउटै उपाय के हो भने 21 गतेको चुनावको बेलामा हामीलाई एउटा ब्यालेट देऊ। त्यसमा हामीहरूलाई धर्मनिरपेक्ष चाहिन्छ कि चाहिँदैन, हामी यस या नोमा छाप लगाइदिन्छौँ। हामीलाई राज संस्था चाहिन्छ कि चाहिँदैन, हामीलाई आफ्नो संस्कृति सभ्यता र आस्थालाई कायम राख्नु छ र त्यसले देशलाई एक ढिका बनाउनु छ भने राज संस्था चाहिन्छ कि चाहिँदैन, त्यसमा यस या नो गरिदिन्छौँ। हामीलाई प्रदेश चाहिन्छ कि चाहिँदैन, त्यसमा यस या नो गरिदिन्छौँ। हामीलाई यो हरेकपल्ट नसिद्धिने तराईको यो नागरिकता, त्यसमा पनि कट अफ डेट राख, त्यसमा पनि यस या नो गरिदिन्छौँ। यो प्रधानमन्त्रीहरूलाई क्याबिनेट डिसिजन गरेर चाहिँ उम्किने बाटो दिने, त्यो पनि हामीलाई चाहिन्छ कि चाहिँदैन हामी भनिदिन्छौँ। हामीलाई राष्ट्रपतिकोलाई कारवाही गर्न सक्ने कानुन चाहिन्छ कि चाहिँदैन, त्यो पनि यस या नोमा गरिदिन्छौँ। त्यो गर्ने हो भनेदेखि 21 गते तपाईँको जति भोटर छन् नेपालमा हिँडेर भए पनि गएर भोट हाल्छ, हिँडेर गए पनि भोट हाल्छ। त्यो चाहिँ याद राख्नु। चुनाव चाहिँ हुन्छ होइन, त्यो ब्यालेट पेपर जनमतको ब्यालेट पेपर राखेन भने यहाँ सबै डराउँछन्, जनमतमा जानलाई डराउँछन् यहाँ। किनभने सबैलाई थाहा छ कि उनीहरूले भनेको कसैले पत्याउँदैन, हामीले भनेको कसैले पत्याउँदैन। अरूको त नेताको त कुरै छोडिदिनुहोस्। अघि हामी जो विश्लेषण गर्ने भनेर तपाईँहरू बुद्धिजीवी भनेर आउनुहुन्छ, हामी बुद्धिजीवी होइन, हाम्रै कारणले देश डुबेको हो। हामीले नै यी फोकटिया मान्छेहरूलाई, 2 पैसाका मान्छेहरूलाई नेता बनाइदिएको, भोट दिएर मानिदिएको हुनाले भएको। त्यस कारणले गरिब जनताहरूलाई भ्रममा राखिदियौँ हामीले। अब त्यो भ्रम यो 3 वर्षमा तपाईँहरूले तोडिदिएको छ। आज मोबाइल हुने मान्छे राति एउटा च्यानल नहेरिकन सुत्दैन। त्यो त मान्नुहुन्छ तपाईँ? तपाईँ नै घरमा सुत्नुहुन्छ, तपाईँ नै इन्टरभ्यू लिनुहुन्छ, तपाईँ नै सुन्नुहुन्छ। अर्कोले के भन्यो कसो भनेर भोलिको क्वेसन तयार गर्नलाई पनि तपाईँलाई जरुरत छ। सबैले बुझिसकेको छ यो पार्टी, यो नेता सबै बदमास हुन्, यिनीहरूले नै गर्दाखेरि हामीले दुःख पाएको हो। त्यस कारणले हामीले अब चुनिने जो नेता हुन्छ त्यसले फेरि यो गल्ती नदोहोऱ्याओस् भनेर 24 गतेको आन्दोलन आएको हो नि। अर्कोपल्ट फेरि गोली नचलोस् भनेर 24 गते हामी सबै आएको हो नि त। तपाईँहरू क्यामेरा बोकेर जानुभएको थियो भने मैले बोलेर 20,000, 50,000, 60,000, 10,000 मान्छेले मेरो कुरा सुनेर चित्त बुझेको छ भने 1% गएका छन् भने पनि 1-2 हजार त त्यहाँ पुगेका होला नि त। त्यसलाई प्रेरणा दिने पनि नेताको काम त्यो हो या गाइडको काम त्यो हो, हामीले पनि गरेको। अब हामीलाई अहिलेसम्म 7 सालमा
हामीले क्रान्ति गरेर जहानीय शासन फेर्यौँ। केही मुठीभर जवाहरलाल नेहरू, त्रिभुवन, बीपी, मोहन शमशेर बसेर हामीलाई एउटा संविधान दिए या परिवर्तन गरिदिए। 46 सालमा भारतीयहरूले हामीलाई ल्याएर आएर उनीहरूले निर्णय गरेर हामीलाई एउटा संविधान दिए। 62 सालमा त्यही गरे। आज 72 सालमा केही मान्छे बसेर हामीलाई दिए। अब हामी जनतालाई दियाउ न। तिमीहरूले बनाएका जति पनि संविधानहरू छन् त्यसलाई जनताले अनुमोदन गर्यो। 72 सालमा त राय बुझ्न भनेर त हरेक निर्वाचित क्षेत्रमा त मान्छे पठाएको थियो नि सांसदहरू। त्यो पोको किन नखोलेको? आखिर त्यो त चाहिने रहेछ नि संविधानलाई अनुमोदन गराउनको लागि। जनताबाट अनुमोदितै छैन यो संविधान त। अनि यो संविधानै होइन, हामी 19 वर्ष 20 वर्ष बिना संविधान हामी शासित छौँ, यी 4टा गुन्डाहरूले शासन गरेको भनेर त म त भन्दैछु नि त। अनि आज त्यही चिज फेरि आएको छ। 21 गतेको फेरि पासो छापेर हामीलाई फसाउन खोज्दैछ। अब हामी चाहिँ मागौँ न त। 79 सालको चुनावमा 4टा ब्यालेट पेपरमा छाप हानेको थियो, हो कि होइन? 2टा केन्द्रको, 2टा प्रदेशको। अहिले त 2टा मात्रै हान्नुपर्छ, किनभने प्रदेशको चुनाव छैन। नभएपछि एउटा थपिदेऊ न त। हामीलाई आफ्नो कस्तो कानुन चाहिन्छ, कस्तो संविधान चाहिन्छ, हामी त्यसमा छाप हानिदिन्छौँ। त्यो चाहिँ तिमीहरूसँग हिम्मत छैन। अनि तिमीहरू हामीलाई चाहिँ प्रजातन्त्र भनेर सिकाउने। त्यस कारणले त्यो नभइकन अब म त जबदेखि यो सरकार बन्यो, यो मन्त्रीमण्डल बन्यो, सरकार पनि नबन्यो, यो सरकारै होइन, यो 12 बुँदे फेरि जन्मियो भनेर मैले झन् बलियो भएर आयो भन्ने मान्छे म नै हो। आज 12 बुँदेलाई सिद्ध्याउनु छ भनेदेखि हामीले एउटा जनमतको पेपर मागौँ, एउटा ब्यालेट मागौँ, अनि चुनाव हुन्छ। नभएदेखि यहाँ अर्को विदेशी शक्तिले खेलिदिन्छ र हामी फेरि गोटीको गोटी नै हुन्छौँ। त्योभन्दा अर्को चिज त के छ र? पक्कै ओलीले त हामीलाई त झन् थिच्ने भयो नि त। त्यो डर चाहिँ सबैमा पसेको छ। त्यस कारणले यो सबै नाटक गरेर एकअर्कालाई आफूलाई नै के भन्छन् त्यसलाई, त्यो आफूलाई मतलब खुसी मात्रै पारेर चाहिँ त्यो केही पनि हुने छैन। उही रक्सी खाएर आफ्नो गम बिर्सेको, आफ्नो दुःख बिर्सेको जस्तो हो। त्यो रक्सी छोडेपछि झन् त्यो दुःखले झन् तपाईँलाई पिरोल्छ। त्यस्तै हो यो चिज। यसमा केही दम छैन। अब यहाँ के हुन्छ के हुँदैन भन्ने कुरा चाहिँ यो 24 गतेको आन्दोलनले र त्यसपछिको नतिजाले के देखायो भनेदेखि यहाँ जसले परिवर्तन ल्याउँछ त्यो विदेशी शक्ति बाहेक अर्कोले ल्याउन सक्दैन। नेपालीहरू खालि एउटा मोहरा मात्रै हो, जोसुकै आओस्, कसै न कसैको मोहराको रूपमा अगाडि आउँछ। त्यो कुरा जनताले बुझेको छ। त्यो चिजलाई समातेर, त्यो चिजलाई सम्बोधन गरेर जो जनताको बिचमा जान्छ त्यसैले मात्रै नेतृत्व लिन सक्छ, नभए नेतृत्व लिन सक्दैन। हो त्यो शक्ति त हामी हौँ भनेर एमाले भन्दैछन्। एमालेको त एमाले प्रचण्ड यो देशको राष्ट्रवादी शक्ति नै हामी हौँ। यो अरू जस्तो होइन। हामीलाई त्यही राष्ट्रवादी भएको भएर चारैतिरबाट हमला भयो। हामी त यो देशको देशभक्त हौँ। अब केपी ओली भन्दैछन् झापा क्षेत्र नम्बर 5 मा म फेरि चुनाव लड्छु, मलाई हराएर। होइन, लड्नु नि। जनता त्यही दिन पर्खिरहेको छ। अब सडकमा जनता आउँदैन, त्यही दिन पर्खेर बसेको छ। अघि अहिले के भयो भनेदेखि 21 अहिले भनौँ न, हिजो आजको पेपरमा म हेर्दैछु 43 जनालाई चाहिँ 78 जनाले शहादत प्राप्त गरेको, ज्यान गुमाएको हो कि होइन? त्यसमध्येमा 43 जनालाई शहीद घोषणा गरे। के को लागि ज्यान अर्पण गरेर चाहिँ आन्दोलन गर्छ? परिवर्तनको लागि हो नि त। परिवर्तन के आयो? 12 बुँदे झन् बलियो भएर आयो। 12 बुँदेले बनाएको प्राइम मिनिस्टर हो भनेर उहाँ आफ्नै मुखले भन्दै हुनुहुन्छ। अहिले त ओलीले नै सिफारिस गरेर ओलीकै सहमतिमा, शेरबहादुरकै सहमतिमा, प्रचण्डकै सहमतिमा राष्ट्रपतिले
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको भन्ने कुरा त स्पष्ट भइसक्यो नि त। अब यसको पनि हामीले प्रमाण त दिइराख्नु पर्दैन। भनेपछि यिनीहरू शहीद हो कि होइन, अब त्यसमा पनि शङ्का गर्नु पर्यो। यिनीहरू त एक्सिडेन्ट भन्दैछन् नि त। अब त हामीले त यो एक्सिडेन्ट भन्नु पर्यो, यसलाई आन्दोलन भन्नु भएन। अनि कसरी शहीद? अगर यिनीहरू शहीद घोषणा गर्ने हो भने हामीले तिरेको करको पैसाले त्यो पैसा यिनीहरूलाई दिनु हुँदैन। त्यो पैसा त अब जसले फाइदा पाए, फाइदा कहिले पाए? सुशीलाले पाए। फाइदा कसले पाए? ओलीले पाए, शेरबहादुरले पाए, प्रचण्डले पाए। उनीहरू त बाँचे नि त, हो कि होइन? उनीहरू बाँचेपछि त्यो पैसा उनीहरूले तिर्नुपर्छ। म त सरकारले पैसा तिर्नेको पनि म विरोध छु। भनेपछि जसलाई शहीद घोषणा गरेको छन् उनीहरूलाई पैसा तिर्ने सरकारको त्यो विरोध हो तपाईँको? होइन, पर्सनल पैसाबाट तिर्नु पर्यो, सरकारी पैसाबाट तिर्न पाइँदैन। अनि यो परिवर्तनको लागि आन्दोलन गरेका, देशको लागि गरेकालाई सरकारले तिर्नु पर्दैन? खै परिवर्तन? जसलाई यिनीहरूले प्रधानमन्त्री बनाए यो परिवर्तनै होइन भन्दैछ। त्यही संविधान मानिराखेको छ, त्यही चुनाव बाहेक मेरो अर्को केही होइन। खालि उनीहरूको भावनालाई चाहिँ विचार गरेर तिमीहरू व्यवहार गर पो भनेको छ, कारबाही गर भनेको छ। व्यवहार चाहिँ तिमीहरूले जे निर्णय गर्छौ एकपल्ट जेएनजीहरूको भावनालाई बुझेर गर, कदर गरेर गर भनेर भनिदिन्छ। त्यसले के पर्छ? भावनाले खान दिन्छ, निर्णयले पो खान दिन्छ त। यो अगर आन्दोलन भएर परिवर्तन गरेको हो भनेदेखि 23 गतेको दिन जुन 22 जनाको ज्यान गयो, त्यो त ओली नै प्राइम मिनिस्टर थियो नि त्यस बेला, हो कि होइन? 24 गतेको जुन उपद्रव हो त्यस कारणले उसले राजीनामा दिएको हो नि त, हो कि होइन? भनेपछि उसलाई जेल हाल्नुपर्ने, उसलाई कारवाही गर्नुपर्नेमा कारवाही नगरेर उनीहरूकै सिफारिसमा प्राइम मिनिस्टर बनेको रहेछ भनेदेखि त यी भाइ बहिनीले त फकटमा ज्यान गुमाएछन् नि त। त्यो ज्यान गुमाउने उनीहरूलाई त्यहाँ होम्ने जो छ, चाहे त्यो बालेन होस्, चाहे सुजन होस्, चाहे त्यसको फल खाने सुशीला होस्, तिनीहरू त्यसको जिम्मेवार हो नि त। अब यिनीहरूलाई जेल हाल्नुपर्छ। ओली होइन रहेछ, शेरबहादुर होइन रहेछ, प्रचण्ड होइन रहेछ। यिनीहरूले यो 78 जनाको ज्यान र यो अर्बौँ खर्बौँको जुन नोक्सान भएको छ, यो सुशीलाले भन्नु पर्यो को छ यसमा। बालेन छ कि सुजन छ कि अरू कुन कुन एनजिओहरू छन्, यो के अरे यो बारबारा फाउन्डेसन छ कि कसले गर्यो, त्यसबाट पैसा तिराउनु पर्यो। यो आगजनी शुद्ध त्यो तिर्नु पर्यो। अनि जनता जेल, यिनीहरूलाई जेल हाल्नु पर्यो। भनेपछि 23 गतेको घटनाको दोषीको रूपमा केपी ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही नगर्ने हो भने उक्साएको आरोपमा बालेन शाह, सुदन गुरुङ लगायतलाई कारबाही गर्नुपर्ने हो। उनीहरूलाई बचाउने हो भनेदेखि त यिनीहरू दोषी हो नि त। त्यसपछि त्यो 23वटा जुन ज्यान गयो 23 गतेको दिन, 22-23वटा जुन ज्यान गयो, त्यो पनि उक्साएको त सुशीलाले नै रहेछ नि त। के अरे बालेनले होला, को होला, यो फाउन्डेसनको मान्छे होलान्, एनजिओ होलान्, को होलान्, तिनीहरूले नउक्साएको भए ती भाइ बहिनीहरूले 24 गते त आन्दोलन त्यत्रो विध्वंस गर्ने त थिएनन् होला। अब यसको दोषी सुशीला हो, मलाई सोध्नुहुन्छ भने। अब सुशीलाले ओलीलाई कारवाही नगरेर त्यही दिन थुन्नु पर्ने हो नि। 5 महिनाको 5.5 महिनाको तपाईँको सरकारको अवधि छ। तपाईँ 3 महिना चाहिँ जाँचबुझलाई दिनुहुन्छ भनेदेखि त तपाईँको झन्डै 60% को टाइम चाहिँ उसलाई जाँचबुझ गर्न दिनुहुन्छ भनेदेखि कारवाही चाहिँ कहिले गर्नुहुन्छ? कारवाही गर्ने बेलामा त तपाईँको त टाइम त सिद्धिसकेको हुन्छ। यो त फ्री गरेको हो नि, तिमीहरू नै चुनाव जितेर आऊ अनि यो मुद्दा तिमीहरू सेलाइदेऊ भनेको हो नि त। दोषी त सुशीला हो नि, मलाई कसैले सोध्छ भने। जसले यो आन्दोलनलाई उक्सायो, यो रूपमा लिएर आएर यसलाई जसरी साम्य पार्यो, यसलाई सेलाइदियो, त्यो दोषी हो। अब ओली दोषी छैन, त्यसैले त कराइराखेको छ त। त्यसैले त शेरबहादुर उडेर गइदियो, त्यसैले त अहिले कङ्ग्रेसमा चाहिँ वितण्ड फैलिराखेको छ। त्यसैले त जेएनजी भनेको मै हुँ भनेर त एउटा त कराइराखेकै छ नि त।
सुदन गुरुङ त भन्दैछन् अब 4 दिनमा म धेरै यो मौनता धेरै भयो, अब 4 दिनमा तोड्दैछु। के भन्न खोज्दैछन् सुदन गुरुङ? होइन, उसको मुखमा बुचो हालिदिएको थियो कि अब के भयो भनेदेखि अब कसैले कारवाही गर्न नसक्ने भए, मलाई पनि कसैले दोष दिन नसक्ने भए भनेपछि अब त्यो बुचो निकालिदिने होला। त्यो अब अस्तिसम्म त बन्द गरिदिएको थियो नि त है। यी सबैलाई चलाउने अर्कै छ क्या। को छ त अर्कै? मैले भनिहालेँ नि त, यहाँ भू राजनीतिले खेलेको छ, भारतमा खेलिराखेको छ। तपाईँलाई म अहिले भनौँ, अहिले बङ्गलादेशबाट आतङ्कीहरू सानो हमला गरेर कहिले मिजोरममा गर्छ, कहिले मणिपुरमा गर्छ, कहिले कता गर्छ। अहिले यहाँ सबै हामी कहाँबाट उनीहरूले गरेर चाहिँ अस्थिर बनाउन खोजिराखेको छ। त्यसको अहिले प्लेटफर्म नै हामी नेपाल भएको छौँ नि त। सुन यहीँबाट स्मगल भएर जान्छ, ड्रग्स यहीँबाट स्मगल भएर जान्छ। 5 लाखभन्दा बेसी बङ्गलादेशी र रोहिङ्ग्याहरूलाई हामीले बोर्डरमा राखेको छ। भारतमा जसले आतङ्कवादी क्रियाकलाप गर्छ त्यो तिनीहरूकै संरक्षणमा छ। ती 5 लाखलाई राख्ने को हो? यही सरकार हो, होइन? यो सरकारलाई कसले साथ दिएको छ? अहिले यो विपक्षी पार्टीहरू जुन चाहिँ छन् भारतका, तिनीहरूलाई कसले साथ दिएको छ? ट्रम्पले जे भन्यो त्यही कुरा राहुल गान्धीले भन्छ। इन्डिया इज अ डेड इकोनोमी भनेर भनिदियो राहुल गान्धीले। देख्यो ऊ ट्रम्पले भन्यो हामी यो यिनीहरू भ्रष्टाचारी हो भनेर भन्यो, हो कि होइन? अनि पाकिस्तानको र भारतको युद्ध विराम मैले गराइदिएको हो, मैले हकारेँ, म टेरिफ के अरे ट्रेड गर्दिनँ भनेर भने, अनि गर्यो भनेर भन्छ। अनि सरेन्डर, नरेन्डर भनेको सरेन्डर भनेर राहुल गान्धीले। बुझ्नु नि कसले को चाहिँ कसको पछाडि कसको आडमा कराउँदैछ। आज बालेन कसको आडमा कराउँदैछ, सुशीला कसको आडमा कराउँदैछ, कसको आडमा यी अपराधीहरूलाई छोडिदियो सुशीलाले र 78वटाको ज्यान चाहिँ खतम पारिदियो। ल भन्नुहोस् त। बालेन त कसैको आडमा रहन्छन्, उनलाई जबरजस्त आरोप लागेपछि उनले रक्सीको नसामा होस् या के हो सत्य कुरा निकालेको होइन। अस्ति एउटा जबरजस्त नेपाली समाजमा त अशिष्ट एउटा स्ट्याटस लेखेकै थिए। अनि जब 24 गतेको आन्दोलनबाट ओलीले राजीनामा गरेपछि संसद भङ्ग गर्नुपर्छ, आर्मीसँग कुरा गर्नुपर्छ भनेर स्ट्याटस लेख्ने को हो? बालेन नै हो कि होइन? यो सबै यो सरकार बनाउनेमा गाइडलाइन दिने को बालेन हो कि होइन? जुन शक्तिले बालेनलाई खेलाइराखेको थियो, चलाइराखेको थियो, त्यो शक्ति सुशीला प्राइम मिनिस्टर भइसकेपछि त्यो शक्तिलाई बालेनको जरुरत परेन। नपरेपछि ऊ निराश भयो, हताश भयो, नर्भस भयो। अब मलाई मार्छन् कि के गर्छन् भनेर। अनि राति उसैलाई गाली गर्यो। तपाईँले मलाई धोका दिएपछि, मलाई चलाएर मैले तपाईँलाई धोका दिएँ, तपाईँ मलाई गाली गर्छ कि अरू कसलाई गाली गर्छ? कसलाई गाली गर्छ? तपाईँलाई गाली गरेछ? कसलाई गाली गरेछ? ओलीलाई गाली गरेछ, के अरे शेरबहादुरलाई गाली गरेछ, प्रचण्डलाई गाली गरेछ, ट्रम्पलाई गाली गरेछ, हो कि होइन? तपाईँ हामीलाई गाली गरेछ, भारत चीनलाई पनि गरेछ। त्यही त भारत चीन सबैलाई गरेको छ। अघि सबैलाई गाली गर्ने, सबैलाई गाली गर्ने, सबैले छोडिदिए। अब कसैले नै समात्ने भयो उसलाई। अहिले साँच्चै भने त बालेन त होइन, उनीमाथि आरोपै मात्र रहेछ नि। कस्तो आरोप रहेछ? उनी परिचालित हुन्, जे पनि हुन् भन्ने। त्यो होइन भने किन करा? परिचालित होइन भने किन करा? तपाईँ त मसँग वर्षौँ भइसक्यो इन्टरभ्यू लिएको पङ्कज भाइ, हो कि होइन? मलाई भारतीय दलाल भन्छन्, कसैले मोदीको लङ्गोटी भन्छन्, सबै भन्छन्। म भन्न त भनिहाल्छन्, हामीलाई कुन बेला कहिले एमालेको झोले भन्छन्, कहिले काङ्ग्रेसको भन्छन्। हो त, हामी कराउँछौँ त। कमेन्टमा अनेक आइरहेको होइन, म हरेक भन्छन्, कहिले बालनको झोले, कहिले रविको झोले। हो त, मैले चाहिँ भाइ बिनारलाई कसैलाई गाली गरेको छु त होइन? उनीहरूको कुरा हो, बोल्छन्, कसैले भन्छन्, कसैले सोध्छन्, भन्छन्। मैले म रक्सी खाएर रातको 12 बजे स्ट्याटस लेख्छु त, गाली गर्छु त। म कमेन्टलाई पनि फर्काउँदिनँ। कसैले प्रश्न सोध्यो भने चाहिँ
म त्यही कमेन्टमा छपेर पठाइदिन्छु है। म कसैको फोन पनि उठाउँदिनँ, नचिनेको फोनै उठाउँदिनँ म, अघि त्यो त तपाईँलाई पनि थाहा छ। कहिलेकाहीँ तपाईँहरू च्यानलवालाले पनि साह्रै दुःख दिनुहुन्छ र म अफ गरेर बस्छु म। तर तपाईँहरूलाई चाहिँ थाहा हुन्छ कि श्याम दाइ कहाँमा गयो भने भेट चाहिँ हुन्छ भने तपाईँलाई चाहिँ थाहा छ। त्यस कारणले तपाईँहरू आउँछ। अहिले पनि अफैमा राखेको छु नि मैले। अब दिनको म 10 पल्ट त बोल्न सक्दिनँ।